हे हैन सो आज हामी कुरा गर्छौँ फाकल्यान्ड वारको बारेमा। यसको बारेमा होल डिटेल्ड भिडियो अब शनिबारसम्ममा आइपुग्ला मेबी हैन। तर हामीले फाकल्यान्डको बारेमा बुझ्नु भने फाकल्यान्ड भनेको साउथ अमेरिका पर्ने ब्रिटिस ओन्ड एउटा सानो आइल्यान्ड थियो जसको नाममा 1970 मा एउटा वार भएको थियो जस्ट बिकज अफ अ डिक्टेटरशिप द्याट वाज एस्टाब्लिस्ड बाइ दिस म्यान एन्ड बिकज अफ देम। ओके सो उसले त्यो बेला अर्जेन्टिनामा एउटा म्यासिभली क्राउड वेन्ट अनह्याप्पी अगेन्स्ट हिम। सो त्यतिखेर उनले सोचे कि इफ आई वोन ए वार यदि मैले कुनै एउटा ठुलो देशसँग वार जितेँ भने पिपल वुड हेभ लभ मी अटोमेटिकली। सो के भयो भन्दाखेरि चाहिँ नि त्यतिखेरमा ठ्याक्कै फाकल्यान्डको विवाद निक्ल्यो र फाकल्यान्डबाट युकेले भर्खरै आफ्नो मिलिट्री कट गरेर अलिकति आफ्नो संसाधन लगेको थियो। सो त्यही भएर उनीहरूले फाकल्यान्डमाथि अट्याक गरे। बट ब्रिटेनमा एउटा आइरन लेडी थिए मार्गरेट थ्याचर, उनले पुनः वार गरे। यो सबै भयो। यसको बारेमा डिटेल्ड भिडियो पर्सिसम्ममा आइपुग्ला।